खोज्दै खोज्दै त्यो युवाको मन खोज्दै खोज्दै त्यस्तो मन भएको युवा खोज्दै खोज्दै धेरै वर्ष पहिलादेखि हिँडिरहेको एउटा मान्छे आज पूर्वदेखि पश्चिम आइपुगेको छ। यहाँहरू सबैजनालाई दुई हात जोडेर नमन गर्न चाहन्छु, हार्दिक सलाम गर्न चाहन्छु, हार्दिक सलाम छ तपाईँहरूलाई। र मैले आज सुर्खेतमा टिका धेरै युवाहरू देख्दाखेरि साँच्चै नै मन प्रफुल्लित भएको छु। जिब्रो चपाएर सत्य लुकाएर बोल्न नजान्ने मान्छे जे छ त्यो भकाभक बोल्ने मान्छे। त्यसो भएको कारणले गर्दाखेरि त्यस्तो अर्ग्यानिक मान्छेले के भन्दो रहेछ भनेर चाहिँ चासो लिएर आउनुहुने, विशेष गरी यहाँ मैले युवाको जमात ठुलो देखेको छु, जेनजीको जमात देखेको छु। यहाँनिर कर्णालीको क्राउड हेर्नुहोस्, कर्णालीको क्राउड जमात देख्दाखेरि म अत्यन्त खुसी छु। सबै युवा मैले जेनजी ग्याङ आउनुपर्छ यहाँ। धेरै वर्षदेखि एक्लै पनि बेथितिको विरुद्धमा लड्नु पर्यो, भ्रष्टाचारको विरुद्धमा लड्नु पर्यो भनेर कम्मर कसेर एक्लै अभियान सुरु गरेको आज 15 वर्ष जति भयो। र त्यही जय माटो जय माटो अभियानको क्रममा मैले एउटा गीत बनाएर फेसबुकमा, अब बजारमा त के चल्थ्यो र म जस्तो नाटेको गीत फेसबुकमा लेखेको थिएँ, के अरे पोस्ट गरेको थिएँ, खुब चलेको थियो। त्यो गीतबाट सुरु गर्नुपर्छ जस्तो लाग्यो मलाई। हो म चाहिँ आफ्नो कुरा राख्नुभन्दा पहिला एउटा गीत म पनि गाउँछु, अरूलाई पनि गाउन लाउँछु। त्यसो भएको कारणले गर्दाखेरि त्यो गीतबाट सुरु गरौँ ल? हुन्छ हुन्छ हुन्छ। अब यहाँहरूले कस्तो भाका गाउनुहुन्छ होइन, पश्चिममा अर्कै भाका हुन्छ, हामी चाहिँ अर्कै भाकामा गाउँछौँ, अर्कै लवाज हुन्छ। तथापि पूर्वेली लवाजमा एउटा गीत छ, त्यो गीत गाउँ है त? हुन्छ ल, सबैजनालाई युवाहरूलाई होइन देख्दा अत्यन्तै खुसी छु म चाहिँ। ल, हाम्रो साउन्ड सिस्टम कता हो, कन्ट्रोल गर्ने मान्छे अलिअलि इको पनि लाउँदा हुन्छ होला गीत गाउँदा चाहिँ स्वर, किनभने स्वर चाहिँ फेरि पोरा फाटेको जस्तो छ। ल ल, मैले जे गाउँछु त्यही गाउनु होला, जस्तो गाउँछु त्यस्तै गाउनु होला। कोही कसैले लजाउनु पर्दैन, लाज मान्नु पर्दैन होइन, हिचकिचाउनु पर्दैन। ल हुन्छ ल, स्वर राम्रो छैन, गरौँ न त एकचोटि। ल ए युवा तिमी कहाँ छौ, फेरि गाउनुहोस् है, मेरो पनि गाउँदा गाउँदा छोरो सुकेर क्या। ल फेरि, ए युवा तिमी, मैले गाइसकेपछि गाउनु होला। ए युवा तिमी कहाँ छौ, ल हेर्नुहोस् माटो प्रेमीको माया। आकाशले खोजिरहेछ देशमाथि उठाउन, बतासले सोधिरहेछ। सबैले गाउन होला, नलजाइकन, अलिअलि लाज लागिरहे जस्तो लाग्यो मलाई। फेरि बेटर गाउँ है, अझै राम्रो गाउँ है। ल, मनभित्रबाट गाउँ है। ए युवा तिमी कहाँ छौ, ए जेनजी तिमी कहाँ छौ, बतासले सोधिरहेछ देशमाथि उठाउन, आकाशले खोजिरहेछ।
शहीदले चाहे जस्तो आएको छैन शासन। गरीब मर्ने भोकै पर्ने उस्तै छ नि चलन। अलिअलि इको लगाइदिँदा हुन्थ्यो साउन्ड सिस्टमले। शहीदले चाहे जस्तो आएको छैन शासन। यताको युवाले गएको छैन हो, यस्तो गर्नु एकचोटि। गरीब मर्ने भोकै पर्ने उस्तै छ नि चलन। सिमानाको पिलर सँगै ढलेको छ यो देश। विदेशीको इसारामा चलेको छ यो देश। ए युवा तिमी कहाँ छौ? आकाशले खोजिरहेछ। देशमाथि उठाउन बतासले सोधिरहेछ। साँच्चै नै यो गीतले भने जस्तो, ए युवा तिमी कहाँ छौ? आकाशले खोजिरहेछ, देशमाथि उठाउन बतासले सोधिरहेको छ। त्यो युवा खोज्दै खोज्दै, त्यो युवाको मन खोज्दै खोज्दै, त्यस्तो मन भएको युवा खोज्दै खोज्दै धेरै वर्ष पहिलादेखि हिँडिरहेको एउटा मान्छे आज पूर्वदेखि पश्चिम आइपुगेको छ। यहाँहरू सबैजनालाई दुई हात जोडेर नमन गर्न चाहन्छु, हार्दिक सलाम गर्न चाहन्छु। हार्दिक सलाम छ तपाईँहरूलाई। र मैले आज सुर्खेतमा टिका धेरै युवाहरू देख्दाखेरि साँच्चै नै मन प्रफुल्लित भएको छ। पूर्वमा मैले यति धेरै युवा देखिनँ है, पूर्वमा मैले यति धेरै युवा देखिनँ। पश्चिममा पो रहेछ त हो युवा त यो देश बनाउने है, यो देश बचाउने युवा त पश्चिममा मैले देखेँ। अत्यन्तै खुसी लागेको छ। तपाईँहरूलाई मलाई देखेर खुसी हुनुहुन्छ? अब खुसी भएर एक दुई कुरा म तपाईँहरूसँग सक्छु। म आफ्नो मनको भावना, मनको भाषण पोख्नु भन्दा पनि तपाईँहरूसँग एक दुईवटा कुरामा बात मार्नेछु। यो गीतले भने जस्तो, यो देशलाई बचाउनका लागि, छोडिदिउँ, यो देशलाई बचाउनका लागि, यो देशलाई बनाउनका लागि श्रम गर्नुपर्छ भन्ने मैले बुझेँ। किनभने यो देशमा कसैले यो पार्टी भन्यौँ, कसैले त्यो भन्यौँ, कसैले त्यो भन्यौँ, खालि हामी जुधेर बस्यौँ, कुटाकुट गरेर बस्यौँ, एक अर्काको रगत बगाएर बस्यौँ है। मेचीदेखि कालीसम्म तपाईँको हाम्रो रगत बगेको छ, हिमालदेखि तल तपाईँको छैन तराईसम्म हाम्रो रगत बगेको छ। तर रगत बगाएर देश बन्द रहेछ? बन्दैन। पछाडिको युवाले भन्नुहोस् त, देश बन्द रहेछ रगत बगाएर? बन्दैन। हिजो तपाईँको छैन तपाईँहरूलाई नै भेट्नका लागि म काठमाडौँ एयरपोर्ट डोमेस्टिक एयरपोर्टमा झरेर इन्टरनेसनल एयरपोर्टमा गएको, झन्डै यत्रै ठुलो भिड मान्छेहरू भेला भइराखेका थिए युवाहरू। अनि के भएछ भनेको त विदेश जानलाई त्यो लाइन बसिराख्नु भएको है। हाम्रो भविष्य यही देशमा हामीले देख्नुपर्छ कि पर्दैन? आदरणीय युवा मित्रहरूमा भन्न चाहन्छु, यदि यही देशमा हाम्रो भविष्य हामीले कोर्ने हो भने, यही देशमा हाम्रो भविष्य देख्ने हो भने अब हामीले पसिना बगाउनु पर्छ, रगत होइन। त्यसले गर्दाखेरि हाम्रो उद्घोष गीतले भनेको छ, रगत होइन पसिनाले भिजाउनु पर्छ यो देश, श्रम रोपेर लहलह फलाउनु पर्छ यो देश। त्यस्तो देश बनाउनका लागि युवाले हामीलाई साथ दिने हो। यता बसेको युवाहरूलाई सोध्न चाहन्छु, साथ दिने हो युवाहरू? हो। त्यो तपाईँको चाहिँ देश बनाउनका लागि तपाईँहरूलाई बोलाउन आएको, म तपाईँहरूलाई सिकाउन र पढाउन आएको होइन है। तपाईँहरूलाई बोलाउन आएको छु म आज।
अब हामी पार्टी पार्टी भन्दै, जाति जाति भन्दै, धर्म धर्म भन्दै, क्षेत्र क्षेत्र वर्ग वर्ग भन्दै लड्न छोडौँ है। उत्तरतर्फको छिमेकीलाई हेरौँ त तिनले के गरिरहेछ है, कहाँदेखि कहाँ पुगिसक्यो, समृद्धिमा शक्तिमा हरेक तपाईँको कुरामा चाहिँ चीनले हामीलाई करिब करिब 200 वर्ष पछाडि छोडिसक्यो। तर हामी तपाईँ एकले अर्काको विरोध गरेर बसेको छ, एकले अर्काको खुट्टा तानेर बसेको छ, एकले अर्कालाई तपाईँको चाहिँ नि बाटो छेकेर बसेको छ। त्यस्तो खालको राजनीतिक कुसंस्कारको विरुद्धमा, त्यस्तो खालको राजनीतिक विकृतिको विरुद्धमा आएको एउटा संस्कृति सबै मिलेर काम गर्छ भन्ने संस्कृति नै हो श्रम संस्कृति। यो श्रम संस्कृति भनेको के रहेछ भनेर सुन्न आउनु भएको होला। यो श्रम संस्कृतिले ठुल्ठुलो कुरा गर्दैन, सानो काम गर्न सिकाउँछ है। ठुला ठुला काम होइन, ठुला ठुला गफ होइन, साना काम गर्नुपर्छ। साना काम गरेर तपाईँ हामी सबैले साना काम गर्यौँ भनेदेखि यो देश बन्छ, ठुल्ठुलो गफ गरेर देश बन्दैन भन्छौँ हामी। आदरणीय सुर्खेत लगायत विभिन्न ठाउँबाट पाल्नुहुने सम्पूर्ण महानुभावहरू, म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु, जानकारी दिन चाहन्छु। श्रम संस्कृति यस्तो खालको एउटा पार्टी हो जुन पार्टीमा नेता हुँदैन। म नेता होइन यो पार्टीमा। अब यसको तपाईँको चाहिँ नि परिकल्पनाकार, यसको संस्थापक अध्यक्ष नै म, संस्थापकै म भइसकेपछि म आफै पनि नेता होइन भने यो कस्तो पार्टी होला भन्दाखेरि यो पार्टी भनेको श्रमदाताहरूको पार्टी हो। यहाँ नेता हुँदैन, कार्यकर्ता पनि हुँदैन। यहाँ हुन्छ त केवल के हुन्छ, श्रमदाता हुन्छ। त्यो श्रमदाता भनेको को हो भन्दा, त्यो श्रमदाता भनेको यस तपाईहरू श्रमदाता भनेको देशका लागि पसिना बगाउनु पर्छ। अब देशका लागि अब औजार चलाउनु पर्छ। जिब्रो र कलम मात्रै चलाएर, ल्यापटप र मोबाइल मात्रै चलाएर यो देश बन्दैन। त्यसो भएको कारणले गर्दाखेरि म यहाँ बुझ्दछु क्षेत्र भनेको कृषि प्रधान क्षेत्र नै हो, देशै कृषि प्रधान देश हो। त्यसो भएको कारणले गर्दाखेरि यहाँ हामी होइन किसानहरू आएका छौँ, यहाँ हामी किसानका छोरा छोरीहरू आएका छौँ। हाम्रा तपाईँको चाहिँ नि मजदुर साथीहरूको उपस्थिति होला, यहाँ काम गरी खाने मान्छेहरूको उपस्थिति छ। हामी नेपालीहरू चोरेर खाने मान्छे होइन, काम गरेर खाने मान्छेहरू हो कि होइन? त्यसो भएको कारणले गर्दाखेरि काम गरेर खाने मान्छेहरूको संगठन हो श्रम संस्कृति, र यो श्रम संस्कृतिले मान्छेहरूलाई काम गर्न सिकाउँछ। म त्यो भन्न चाहन्छु, त्यो काम गर्न चाहने पार्टी, त्यो काम गर्न चाहने संगठनमा यहाँहरू सबैजनालाई म हार्दिक स्वागत गर्न चाहन्छु। तपाईहरू सबैजना आउनुहोस्। यहाँ विभिन्न दलमा आस्था राख्ने मित्रहरू पनि आउनु भएको होला है, तपाईहरूलाई पनि स्वागत गर्न चाहन्छु म। किनभने ती दलहरूमा जहाँ तपाईँले चाहिँ नि वर्षौं वर्ष लेबी तिर्नु भएको छ, झण्डा बोक्नु भएको छ, जे भन्यो त्यो गर्नु भएको छ। कति साल त टायर बालेर बित्यो होला, कति साल त आफ्नै साथीहरूलाई तपाईँको चाहिँ ढुङ्गा हानेर बित्यो होला, विभिन्न तरिकाले बित्यो होला। तर श्रम संस्कृतिले तपाईँहरूलाई त्यसो गर्न होइन, काम गर्न बोलाउँछ। काम गर्नका लागि तपाईँहरू आउनुहुन्छ, काम गर्नका लागि यताको युवाहरू आउनुहुन्छ हो। काम नगरेकै कारणले गर्दाखेरि हाम्रो देश पछि पर्यो। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी अब काम गर्ने संस्कृति, श्रम गर्ने संस्कृति, मुख बजाउने होइन, हात चलाउने, श्रम गर्ने, पसिना बगाउने संस्कृति लिएर देशभर कुदिरहेका छौँ। म यहाँहरू सबैजनालाई त्यो जानकारी गराउन चाहन्छु। हामी चुनावी प्रचार प्रसारमा पनि छौँ, छैनौँ भन्दिन, छौँ। तर त्यो भन्दा ठुलो प्रचार प्रसार र त्यो भन्दा ठुलो जागरणको अभियान के छ भने हामीले अब यो देश खोज्नुपर्छ। फेरि कुरा बुझिँदैन, देशभित्रै बसेर कस्तो देश खोज्नुपर्छ भन्दाखेरि हामी त्यस्ता देश खोज्न निस्केका हौँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू है। गरिबहरूले न्याय पाउने देश, गरिबहरूको हित हुने देश खोज्दै खोज्दै म यहाँ आइपुगेको छु। त्यो देश यहाँ छ त, छ कि छैन? यहाँ छ, यही हो त्यो देश। यहाँहरू सबैजनालाई मैले भेट्न पाउँदाखेरि खुसी छु। अन्यायमा परेका मान्छेहरूले खोजिरहेको, न्याय खोजिरहेको देश, त्यस्तो तपाईँको छैन देश जुन देशमा गरिबी र अभावको कारणले युवा विदेश हुनु परिरहेको छ। त्यो युवाले चाहेको देश, त्यो देश हामीले बनाउने कि नबनाउने हो। त्यो देश बनाउनका लागि, त्यो देश खोज्दै खोज्दै त्यो देश भेटाउनका लागि हामी यहाँ उपस्थित भएका छौँ। यहाँहरू सबैजनालाई म यो निवेदन गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले
मिलेर काम नगरेको कारणले गर्दाखेरि एकले अर्काको जहिले पनि खुट्टा तान्ने, एकले अर्काको विरोध गर्ने, एकले अर्कालाई जहिले पनि मुद्दा लगाउने है, विभिन्न खालका चाहिँ विदेशी षड्यन्त्रहरूले हामीलाई धुजा र टुक्रा टुक्रा बनाएर हामीलाई लडेर आएको छ। हामी एकअर्कामा लडिरहेको कारणले गर्दाखेरि हामी गरी खान सक्ने भएन। अघि भर्खर आउँदाखेरि हिमाली रेन्जहरू हेर्दै आए है, कति राम्रो। उत्तरमा हिमाल, पहाड, तराई सबै थोक भएको देशमा दुई छाक खानका लागि पनि धाउ परेको छ नेपालीलाई। आज यहाँ भर्खरै तपाईँहरूले देखाउनु भएको जिल्लागत स्थानीय मेजर समस्याहरू, ठुल्ठुला प्रमुख समस्याहरूमा खानेपानीको समस्याहरू भन्ने पनि देखियो है। खानेपानी जस्ता आधारभूत आवश्यकतासम्म हामीले पाइरहेका छैनौँ। हामी यहाँ बिराम भयो भनेदेखि अहिले तपाईँको मर्नुपर्छ, तर हामीले भोट दिएर पठाएको नेता चाहिँ अलिकति हाँसिङ आयो भने सिङ्गापुर गएर स्वास्थ्य चेकअप गरेर आउँछ, हो कि होइन? अचम्म लाग्छ भनौँ न एकचोटि, अचम्म लाग्छ है। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामीले त्यस्तो खालको व्यथितिहरूलाई पनि बिस्तारै बिस्तारै सच्याउनुपर्छ। अब चुनाव आयो, चुनावमा कता भोट हाल्ने होला है, सल्लाह गरौँ। म जबरजस्ती गर्दिनँ है। हामी चुनाव चिन्ह माटो लिएर, अञ्जुलीमा राखेको माटो लिएर चुनावमा भाग लिँदैछौँ। तपाईँहरूलाई लाग्छ यो चुनाव चिन्ह माटोमा भोट हाल्दाखेरि यो देशको सुशासन हुन सक्छ, यो देशको विकास हुन सक्छ, यो देशमा इमान्दार नेतृत्व आउन सक्छ है, कर्मठ पौरखी नेतृत्व आउन सक्छ है, व्यथितिको विरुद्धमा खुलेर तपाईँको चाहिँ आफ्नो भावना, आफ्नो तपाईँको चाहिँ अभिव्यक्ति दिन सक्ने मान्छेहरूको चाहिँ यो सङ्गठन, श्रम संस्कृतिको सङ्गठन नेतृत्वमा आउन सक्छ भन्ने लाग्छ भने तपाईँहरूले चुनाव चिन्ह माटोमा भोट हाल्नु। लाग्दैन भने फेरि म जबरजस्ती गर्दिनँ। तर मलाई लाग्छ ती पार्टीहरू, जुन पार्टीहरूमा हामीले भोट हाल्दै आयौँ, ती पार्टीहरूले गर्दाखेरि नै आज होइन हामी विदेशिनु परेको छ। आज हामीले खानेपानी पाइरहेका छैनौँ, स्वास्थ्य शिक्षा छैन होइन। कसैलाई यहाँ अन्याय भयो भने न्यायसम्म पाउँदैनौँ। यो व्यथिति, यो भ्रष्टाचार, यो अन्याय अत्याचार कसको कारणले भयो, के को कारणले भयो? त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामीले ती कुराहरूलाई चाहिँ समीक्षा गर्नुपर्छ। र पुराना दलहरूमा होइन हामीले बारम्बार भोट हाल्दै आयौँ, अब नहालौँ भन्छु म चाहिँ सिधै है। त्यहाँबाट समस्या समाधान हुँदैन। बालुवालाई पेलेर तेल निस्किँदैन है, कति पेल्ने निस्किँदैन, हुँदैन, त्यति नै हो, त्यो सक्यो। त्यसो भएको कारणले गर्दाखेरि पुराना दलहरूमा हामीले मत हाल्नु हुँदैन भन्छु म चाहिँ। तर त्यो अन्ततः तपाईँहरूको विचार हो फेरि है, म चाहिँ नहाल्नुहोस् भन्छु। जुन दलहरूले तपाईँको भ्रष्टाचारमाथि भ्रष्टाचार मात्रै गरिरहेका छन्, विदेशबाट ऋण ल्यायो, 5 करोडको योजना बनाउँछु भनेर तपाईँको कागज 5 करोडको मिलाएर 3 करोड चाहिँ गोजीमा हाल्ने, घर बनाउने है। हिजो तपाईँको चाहिँ नि फिते चप्पलमा हिँड्ने नेताहरूले आज 4-5वटा घर कसरी किने होइन, कोठाको कोठा पैसा भेटियो है, क्विन्टलका क्विन्टल सुन ओसारी हिँड्छन्। यस्ता तपाईँको चाहिँ व्यथिति कसरी भयो भन्दाखेरि हामीले पुराना दलहरूलाई जुन भोट हाल्यो त्यसको दुरुपयोग भयो। तपाईँ हामीले हालेको मतको दुरुपयोग गर्ने नेताहरूलाई यसपालि हामीले बोक्छ त? हामी बोक्छौँ? सुर्खेतले बोक्छ? बोक्दैनौँ। त्यसो भएको कारणले गर्दाखेरि ती नेताहरूलाई, ती दलहरूलाई हामीले यसपालि भोट हाल्दैनौँ भन्छु म चाहिँ, नहालौँ भन्छु म चाहिँ है। अब नयाँ दलहरूमा थुप्रै हामी आएका छौँ, श्रम संस्कृति पनि एउटा छ, अरू पनि छन् थुप्रो। ती नयाँ दलहरू मध्ये पनि कुन चाहिँ तपाईँको चाहिँ देशको सुशासनको पक्षमा छ, देशको स्वाधीनताको पक्षमा छ है? कुन देश तपाईँको छैन, कुन चाहिँ पार्टीले चाहिँ तपाईँको यो देशमा आर्थिक तपाईँको छैन होइन न्याय गर्न सक्छ, आर्थिक उन्नति गर्न सक्छ, र त्यो भिजन भएको पार्टी कुन हो भनेर तपाईँहरूले छुट्याउनुपर्छ। अब आदरणीय दाजुभाइ दिदीबहिनीहरू, थुप्रै तपाईँको छैन आरोप पनि लाग्छ, ए हर्क साम्बाङले नयाँलाई विरोध गरेर हिँड्यो भन्छ है। म नयाँलाई विरोध गर्ने, पुरानोलाई नयाँ विरोध गर्ने, कसैलाई समर्थन गर्ने भन्ने कुरा होइन। उ त्यो घण्टा घर हो भने म घण्टा घरै भन्छु, नेपालको झन्डा भने नेपालको झन्डै भन्छु। म कसैको दबावमा पनि आउँदिनँ, कसैको प्रभावमा पनि आउँदिनँ है। त्यसो भएको कारणले गर्दाखेरि त्यो घण्टा घर होइन त हो, त्यसलाई घण्टा घरै भन्नुपर्छ है। यो नेपालको झन्डा भने यसलाई पाकिस्तानको झन्डा भन्न मिल्दैन है। साँचो साँचो बोल्ने, झुटो नबोल्ने मान्छे। नयाँ दलहरूमा
श्रम संस्कृति र नयाँ दलहरूमा अलिकति तुलना गर्नुपर्छ है। अहिले रासपा पनि भन्दिनँ म, यहाँ थुप्रै हुनुहुन्छ होला रासपाका साथीहरू पनि, आई डोन्ट केयर है। त्यो पार्टीलाई म घन्टी पार्टी भन्छु, घन्टी पार्टी। रासपा भनेको त राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र भन्ने हाम्रो तपाईँको छैन, जितेको नामलाई उहाँहरूले अपहरण गरेर लानु भएको छ होइन। घन्टी बजाउने पार्टी भन्छु म, घन्टी पार्टी होइन। त्यो घन्टी पार्टीले गर्छ कि त